तपाईले कुनै कम्पनीमा काम गर्दा स्यालेरीका अतिरिक्त पाउनुपर्ने 2 अन्य सुविधाको बारेमा जानिराख्नु होला। श्रम ऐन 2074 अनुसार तपाईले पाउनुपर्ने अन्य 2 सुविधा भनेको सामाजिक सुरक्षा कोषमा जाने रकम पनि तपाईले पाउनुपर्ने सुविधामा पर्छ। त्यसमा तपाईको तर्फबाट 11% कन्ट्रिब्युसन हुन्छ भने इम्प्लोयरको तर्फबाट 20% कन्ट्रिब्युसन हुन्छ र कुल मिलाएर 31% रकम सामाजिक सुरक्षा कोषमा जान्छ, जुन तपाईले पाउनुपर्ने सुविधामा गनिन्छ। र त्यसमा सामाजिक सुरक्षा कोषमा जाने रकममा इम्प्लोयरको तर्फबाट जति रकम कन्ट्रिब्युसन हुन्छ त्यो कन्ट्रिब्युसन हुने रकम भनेको चाहिँ तपाईको बेसिक स्यालेरीको हो। बेसिक स्यालेरी भनेको चाहिँ तपाईलेको कुल स्यालेरीको टोटल स्यालेरीको 60% लाई चाहिँ बेसिक स्यालेरी भनेर मानिन्छ। यो एउटा भयो। र अर्को भनेको चाहिँ प्रत्येक वर्ष तपाईले चाहिँ तपाईको बेसिक स्यालेरी बराबरको फेस्टिभल अलाउन्स भनेर पाउनुहुन्छ। त्यो चाहिँ चाडबाड भत्ता भनेर तपाईले पाउनुहुन्छ। र चाडबाड भत्ता तपाईले काम गर्दा 1 वर्ष पुरा गर्नु भएको छैन भने तपाईले जति महिना पुरा गर्नु भएको छ त्यसकै प्रोपोर्सनमा चाहिँ बेसिक स्यालेरीबाट जाने रकमलाई क्याल्कुलेट गरेर तपाईले भत्ता स्वरूप पाउनुपर्ने हुन्छ। यो दुईटा भयो। र यसका अतिरिक्त भनेको चाहिँ कम्पनी यदि प्रफिटमा गएको खण्डमा चाहिँ कानुनी रूपमा चाहिँ कम्पनीले 10% रकम चाहिँ बोनस भनेर इम्प्लोइको लागि छुटाउनु पर्ने हुन्छ। त्यसबाट पनि तपाईँ आफ्नो सुविधा त्यो सुविधाबाट पनि इन्टाइटल हुन सक्नुहुनेछ। यो कुराहरू जानिराख्नु होला।